हजुरको आन्सर दिने तरिकाहरू चाहिँ पक्कै पनि लोकप्रिय रहेको नै छ होइन हजुर आफै लोकप्रिय साथसाथै हजुरले आन्सर दिने तरिकाहरू पनि सबैले मन पराउनुहुन्छ म भन्दै पनि फ्रेमभित्र आइसक्नु भएको छ भर्खरै गीत गाउनुभयो मैले त मिस गरेँ यता बसेर कस्तो भयो त हजुरको पर्फर्मेन्स राम्रै भयो जस्तो लाग्यो रमाइलै भयो हजुर ओभरअल यो आइसिटी अवार्डको बारेमा चाहिँ हजुरलाई के कस्तो फिल भइरहेको छ यो एउटा इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी रिलेटेड होइन एउटा अवार्ड सो हुँदैछ होइन हजुरले यसलाई कसरी लिनु भएको छ कसरी हेर्नु भएको छ यो अवार्ड भनेको चाहिँ मेरो लागि चाहिँ एउटा प्रोत्साहन दिने एउटा चिज हो जस्तो लाग्छ होइन जस्तै म्युजिक फिल्डहरूमा पनि अवार्डहरू भइरहेको हुन्छ अनि हामीले पनि अब अवार्ड पाउँदा हामीलाई नै अलिकति हौसला प्राप्त हुन्छ नि त त्यस्तै उहाँहरूलाई पनि त्यस्तै हुन्छ होला यस्तो चाहिँ हुनपर्छ यस्तो खालको अवार्ड सेरेमनीहरू चाहिँ हुनपर्छ जस्तो लाग्छ र आज अवार्ड प्रोग्राम आएर गीत गाउन पाएँ खुसी लाग्यो थ्याङ्क यू एकदमै सर्ट एन्ड स्विट टकको लागि धन्यवाद हजुरको टाइमको लागि र साथसाथै आइसिटी अवार्डमा जो पनि आउनु भएको छ उहाँहरूलाई आफ्नो गीतबाट मनोरञ्जन दिलाइदिनु भयो अवार्ड पाउनुहुने सबैजनालाई बधाई भन्न चाहन्छु अनि अब नेक्स्ट इयर अरूले पनि पाउनुहुन्छ होला त्यही भएर अब त्यही हो मेरो भनाइ हजुर थ्याङ्क यू बढ्नु होला धन्यवाद हजुरलाई धन्यवाद